नमस्कार साथीहरू, तपाईँ हेर्दै हुनुहुन्छ शेयर सुझाव च्यानल। अहिले नेप्से मार्केट करिब 2700 को आसपासमा स्ट्रगल गरिरहेको छ। मार्केट सेन्टिमेन्ट पनि अहिले न्यूट्रलदेखि कशियस देखिन्छ। यस्तो अवस्थामा सही शेयर छानेर इन्भेस्ट गर्न सकियो भने फ्युचरमा राम्रो प्रफिट लिन सकिन्छ। आजको भिडियोमा म तपाईलाई दिनेछु मे 2026 मा वाच गर्नुपर्ने टप 5 शेयर्स। साथै सर्ट टर्म र लङ टर्म स्ट्र्याटेजी पनि सिम्पल तरिकाले एक्सप्लेन गर्नेछु। पहिला मार्केट ओभरभ्यू बुझौँ। अहिले नेप्से इन्डेक्स 2700 रेन्जमा फ्लक्चुएट भइरहेको छ। ब्याङ्किङ, हाइड्रो पावर र फाइनान्स सेक्टरमा केही प्रेसर देखिएको छ। तर हाइड्रो पावर सेक्टरमा अझै पनि इन्भेस्टरको इन्ट्रेस्ट हाई देखिन्छ। यसको मतलब मार्केट फुल्ली बुलिश छैन, तर स्टक स्पेसिफिक मुभमेन्ट भइरहेको छ। त्यसैले अहिलेको समयमा सही स्टक सिलेक्सन धेरै इम्पोर्टेन्ट छ। अब सुरु गरौँ पहिलो शेयर, नबिल ब्याङ्क। नबिल नेपालकै स्ट्रङ्गेस्ट ब्याङ्क मध्ये एक हो र यसले लगातार राम्रो डिभिडेन्ड दिँदै आएको छ। लङ टर्म इन्भेस्टरको लागि यो एकदम सेफ र स्टेबल स्टक मानिन्छ। यदि मार्केटमा गिरावट आउँछ भने अक्युमुलेसन गर्न सकिन्छ। लङ टर्ममा राम्रो रिटर्न दिन सक्ने सम्भावना रहेको छ। अब दोस्रो शेयर, HIDCL, हाइड्रो पावर इन्भेस्टमेन्ट कम्पनी लिमिटेड। यो कम्पनी इन्फ्रास्ट्रक्चर र हाइड्रो पावर ग्रोथसँग डाइरेक्ट जोडिएको छ। नेपालमा हाइड्रो पावर सेक्टर लङ टर्ममा स्ट्रङ ग्रोथ थिम मानिन्छ। त्यसैले HIDCL लाई मिड टर्म र लङ टर्म होल्डिङको लागि कन्सिडर गर्न सकिन्छ। तेस्रो शेयर, API, हाइड्रो पावर सेक्टरभित्रको एक पपुलर स्टक हो। रिटेल इन्भेस्टर बीचमा यसको इन्ट्रेस्ट धेरै छ। यो स्टक भोलाटाइल हुन सक्छ, तर सही समयमा एन्ट्री गर्दा राम्रो रिटर्न दिन सक्छ। सर्ट टर्म स्विङ ट्रेडिङ र मिड टर्म होल्डिङ दुवैका लागि उपयुक्त मानिन्छ। अब चौथो शेयर, NIC एसिया ब्याङ्क। यो हाई ट्रेडिङ भोल्युम भएको एक्टिभ स्टक हो। सर्ट टर्म ट्रेडर्सको लागि यो एकदम इम्पोर्टेन्ट स्टक हो। यसको मुभमेन्ट फास्ट हुने भएकाले ब्रेकआउट फलो गरेर ट्रेडिङ गर्न सकिन्छ। पाँचौं शेयर, NRN इन्फ्रास्ट्रक्चर। रिसेन्ट मार्केटमा यो स्टक हाई भोल्युममा ट्रेड भएको छ। भोल्युम इन्क्रिज हुनु भनेको इन्भेस्टर इन्ट्रेस्ट बढेको सङ्केत हो र कहिलेकाहीँ स्मार्ट मनी एन्ट्रीको सङ्केत पनि हुन सक्छ। त्यसैले सर्ट टर्ममा यसलाई क्लोजली वाच गर्न सकिन्छ र ब्रेकआउट कन्फर्मेसन पछि एन्ट्री लिन सकिन्छ। अब एउटा इम्पोर्टेन्ट कुरा, यो भिडियो इन्भेस्टमेन्ट एडभाइस होइन, यो केवल एजुकेसनल पर्पसका लागि हो। कुनै पनि शेयरमा इन्भेस्ट गर्नुअघि आफ्नो रिसर्च गर्नुहोस्, रिस्क म्यानेजमेन्ट गर्नुहोस् र कसैलाई ब्लाइन्डली फलो नगर्नुहोस्। अब फाइनल कन्क्लुजन गरौँ। यदि तपाईँ सेफ इन्भेस्टर हुनुहुन्छ भने नबिल राम्रो विकल्प हुन सक्छ। यदि ग्रोथ खोज्दै हुनुहुन्छ भने HIDCL र API कन्सिडर गर्न सक्नुहुन्छ। र यदि तपाईँ ट्रेडर हुनुहुन्छ भने NICA र NRN राम्रो अपर्च्युनिटी दिन सक्छ। अहिले मार्केट साइडवेज अवस्थामा छ, त्यसैले सही स्टक सिलेक्सन नै सक्सेसको मेन की हो। यदि तपाईलाई यस्तो एनालिसिस मनपर्छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। म यस्तै शेयर मार्केट रिलेटेड युजफुल कन्टेन्ट लिएर आउनेछु। धन्यवाद।